हुन्छ यहाँ उपस्थित हुने सम्पूर्णमा जय मसीह साथै नमस्कार। हाम्रो सञ्चालकज्यूले अघिदेखि भनिराख्नु भएको छ हाम्रो यहाँनिर आएर गीत गाउनु नाच्नु सबै कुरा गर्नु चाहिँ आजभन्दा 2024 वर्ष अगाडि ख्रीष्ट येशू एउटा ईश्वर चाहिँ मानिस भइकन जन्म लिनु भएको शुभ सन्देश चाहिँ हामी तपाईँहरूलाई सुनाउन आएका छौँ। अनि मलाई योसम्म विश्वास छ कि तपाईँहरू यहाँ जतिजना हुनुहुन्छ तपाईँहरूले बारम्बार सुनिराख्नु भएको छ। येशूको बारेमा तपाईँहरूसँग 7 देखि 10 मिनट दिन चाहन्छु अनि 7 देखि 10 मिनट चाहिँ कृपया गरी तपाईँहरूले मलाई दिनुहोस् है, त्यसपछि फेरि तपाईँहरूले लिनुहोस्। हुन्छ यहाँनिर हुन्छ तपाईँहरू 7 देखि 10 मिनट मलाई दिन चाहनुहुन्छ। अब तपाईँहरूले मलाई समय दिइसकेपछि तपाईँहरू बोल्न पाउनुहुन्न कि अघि दिदिनँ भन्नु पर्थ्यो। तपाईँले हुन्छ भने चाहिँ तपाईँले सुन्नै पर्छ। अनि यो गाउँमा तपाईँहरूले बारम्बार येशू ख्रीष्टको बारेमा सुन्नु भइसकेको छ। अब यो गाउँमा चाहिँ ख्रीष्ट येशू चाहिँ सुन्ने मान्छेको हृदयमा जन्मिनु मात्र बाँकी छ है। अनि आजको दिन चाहिँ तपाईँले ख्रीष्ट येशूलाई आफ्नो हृदयमा जन्माउनु सक्नुहुनेछ। उहाँ अलरेडी 2024 वर्ष अगाडि सबै मानिसको निम्ति जन्म लिइसक्नु भएको छ। अनि हामी यहाँ कतिजनाले ख्रीष्ट येशूलाई हाम्रो हृदयमा जन्माएका छौँ, हामीले ख्रीष्टलाई प्रभु भनिकन विश्वास गरेका छौँ। अनि तपाईँहरू कतिजना ख्रीष्टलाई आफ्नो प्रभु बनाउनु भएको छैन। आजको दिन चाहिँ तपाईँले ख्रीष्टलाई आफ्नो प्रभु बनाउन सक्नुहुन्छ। म तपाईँलाई एउटा घटना भनिकन अगाडि बढ्न चाहन्छु, सुन्नुहोस् ल अलिकति। म तपाईँलाई एउटा घटना भनिकन अगाडि बढ्न चाहे। एकजना पिता है बाबा अनि उसको एकजना छोरा रहेछ। अनि बाउले चाहिँ के काम गर्थ्यो भने ट्रेनको लिक तपाईँलाई थाहा छ है। अनि ट्रेन आउँदै गर्दा चाहिँ लिकलाई कहिलेकाहीँ के गर्नुपर्छ, ट्रेनको बाटोको लागि यता र उता साथ दिनुपर्छ, उसले गरिदिनु पर्ने हुन्छ। अनि उसको बाबाले चाहिँ त्यो काम गर्ने छ। अनि छोरा चाहिँ भर्खर 5 देखि 7 वर्षको रहेछ। अनि एक दिन चाहिँ उसले बाबालाई जिद्दी गरिकन म पनि तपाईँको काम हेर्न चाहन्छु, तपाईँसित आज जान्छु भनिकन ऊ एक दिन बाबासँग जान्छ। अनि बाबा चाहिँ आफ्नै काममा व्यस्त भइरहेको हुन्छ। अनि छोरा चाहिँ त्यो लिकमा गइकन खेल्न थाल्छ, ट्रेन कुद्ने लिकमा गइकन खेल्न थाल्छ। अनि ट्रेन चाहिँ अचानक त्यही समय आइपुग्छ। अब ट्रेन त आफ्नै लिकमा हिँड्छ। अनि बाबाको काम चाहिँ के गर्नुपर्ने थियो, ठ्याक्कै छोरा जुन लिकमा खेल्दैछ ट्रेनलाई चाहिँ त्यो लिकतिर लानु पर्ने थियो। अनि बाबा अब बिचमा एउटा मात्र छोरा छ, ऊ लिकमा खेलिरहेको छ। अब उसले त्यो लिकलाई चेन्ज गर्दैन भने हजारौँ मान्छेहरू चाहिँ के हुन्छ, दुर्घटनामा परिकन मर्न लागेको छ। अनि बाबाले धेरैचोटि सोध्छ मैले मेरो छोरालाई बचाउँ कि त्यो हजारौँ मानिसहरूलाई बचाउँ, धेरैचोटि सोध्छ। अनि अन्तिममा उसले कठोर निर्णय लिनु परेको छ। उसले आफ्नो छोरालाई बलिदान गरिकन ट्रेनमा भएको सबै मानिसहरूलाई चाहिँ बचाएको छ, सबै मानिसहरूलाई चाहिँ बचाएको छ। प्रिय मित्रहरू, यहाँनिर हाम्रो आमा दिदी बहिनीहरू हुनुहुन्छ। त्यसरी नै परमेश्वरले पनि तपाईँ र मेरो खातिर, तपाईँ र मेरो लागि चाहिँ आफ्नो एकलौटे पुत्रलाई यो संसारमा पठाउनु भएको छ। उहाँले औधी माया गर्ने आफ्नो पुत्रलाई तपाईँ र मेरो खातिर यो संसारमा सबै मानिसको पाप उठाइ लानको निम्ति पठाउनु भएको छ। उहाँले आफ्नो एकलौटे पुत्रलाई बलि दिनु भएको छ ताकि तपाईँ र म चाहिँ पापबाट छुटकारा भइकन, पापको दासत्वबाट निस्किकन हामीलाई बनाउनु हुने यहोवाकोमा, हामीलाई बनाउनु हुने परमेश्वर कहाँ पुग्नको निम्ति। अनि आजको सन्देश चाहिँ तपाईँलाई यो छ, तपाईँको निम्ति मानिस बनाउने ईश्वर चाहिँ सही मानिस भइकन यो संसारमा आउनु भएको छ। अनि आउनु मात्र भएको छैन, उहाँ चाहिँ तपाईँ र मेरो पापको निम्ति बलिदान हुनुभएको छ। तपाईँ र मेरो पापको निम्ति उहाँ मर्नु भएको छ। तपाईँ र मेरो पापको निम्ति उहाँ गाडिनु भएको छ र तेस्रो दिनमा बौरी पनि उठ्नु भएको छ। अनि आज हामी त्यही बौरी उठेको येशू ख्रीष्टलाई तपाईँहरूको बिचमा हामी प्रचार गर्न आएका छौँ। बाइबलमा यसरी लेखिएको छ यूहन्ना 3:16ले, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकलौटे पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्
तर त्यसले अनन्त जीवन पाओस्। आमेन। आमेन। यहाँनिर एउटा अनन्त जीवनको बारेमा भनिएको छ। अनि त्योभन्दा अगाडि किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो भनेको छ। अनि संसार भनेको चाहिँ यो ढुङ्गा मुढालाई होइन, संसारमा भएको मानिसहरूलाई चाहिँ यस्तो प्रेम गर्नुभयो। कस्तो प्रेम त? आज मान्छेले भन्छ म तिमीलाई प्रेम गर्छु भनिकिन, तर जब तपाईँलाई प्रेमको खाँचो पर्छ नि, कोही पनि तपाईँको लागि खडा हुने पाउनुहुन्न। यहाँनिर यस्तो प्रेम गर्नुभयो। तपाईँले अलिकति उता गएर रोमी 5:8 हेर्नुभयो भने हामी पापी छँदा नै ख्रीष्ट येशू चाहिँ हाम्रो पापको निम्ति मर्नु भएको छ। तपाईँ र मेरो पापको निम्ति चाहिँ ख्रीष्ट येशू मर्नु भएको छ। अनि मर्नु मात्र भएको छैन, उहाँ चाहिँ पूर्ण रूपान पनि हुनुभएको छ। आज त्यो येशूको प्रचार गर्न हामी तपाईँको गाउँमा आएका छौँ। तपाईँको पापको निम्ति ख्रीष्ट येशू मरिसक्नु भएको छ। अब तपाईँको पापबाट तपाईँले क्षमा पाउनको निम्ति चाहिँ, तपाईँ पापबाट छुटकारा हुनको निम्ति चाहिँ तपाईँसँग एउटै मात्र बाटो छ। अनि त्यो बाटो चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। येशू ख्रीष्ट बाहेक तपाईँको पाप क्षमा कदापि पनि हुनेवाला छैन। हामी मानिसलाई यहाँसम्मको ज्ञान छ, यहाँसम्मको चेत छ, पापको क्षमा चाहिँ रगतद्वारा हुन्छ भनिकिन हामी वर्षौनी बोकाको रगत चढाइरहेको छ हाम्रो पापको क्षमाको निम्ति। यहाँ हामी सबैजना त्यही ब्याकग्राउन्डबाट आएको, त्यही हामी सबैजनाको पृष्ठभूमि खोज्ने हो नि हामी त्यही बलिदान गर्दै आएको हो। तपाईँहरू बलिदान गर्दै गर्दाखेरि बोका चढाउनुहुन्न, बोकाको के चढाउनुहुन्छ? रगत मात्र चढाउनुहुन्छ। के को लागि? मैले गरेको अधर्म चाहिँ, मैले गरेको पाप चाहिँ क्षमा होस् भनिकिन। तर कहिले पनि तपाईँ र मैले चढाउने साँडे, बोका, सुँगुर, खसीको रगतद्वारा चाहिँ कहिले पनि पाप क्षमा हुन सक्दैन। मानिसको निम्ति पाप क्षमा हुनको निम्ति चाहिँ मानिसकै रगत चाहिएको थियो, त्यो पनि पवित्र परमेश्वर, पवित्र मानिस, पवित्र थुमा चाहिएको थियो। अनि त्यो थुमा चाहिँ येशू ख्रीष्ट भइकिन आउनु भएको छ। म तपाईँहरूलाई यो समय यो कुरा भन्न चाहन्छु, फेरि पनि म यो कुरालाई म तपाईँको बिचमा राख्न चाहन्छु। आजभन्दा 2000 वर्ष अगाडि तपाईँको निम्ति एकजना ईश्वर चाहिँ स्वयं मानिस भइकिन यो संसारमा आउनु भएको छ। अनि त्यो ईश्वरले तपाईँलाई भन्दै हुनुहुन्छ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो, म तिमीलाई विश्राम दिनेछु भन्दै हुनुहुन्छ। आज तपाईँ र म हरेक कुराबाट थाकेका छौँ, बोझबाट थाकेका छौँ, हामी धर्म कर्म गर्दा गर्दा हामी थाकिसकेका छौँ। तर कोही पनि एकजना ईश्वर यस्तो छैन जसले चाहिँ भन्दैछ तिम्रो थकित अवस्थाबाट म तिमीलाई विश्राम दिन्छु भनिकिन। तर एकजना तपाईँको निम्ति ख्रीष्ट भन्ने ईश्वर हुनुहुन्छ, एकजना तपाईँको निम्ति ख्रीष्ट भन्ने प्रभु हुनुहुन्छ, जसले तपाईँलाई भन्दै हुनुहुन्छ म कहाँ हो, म तिमीलाई विश्राम दिन्छु, तिमीले केही पनि गर्न पर्दैन, मेरो नाउँमाथि विश्वास गर र तिमीले अनन्त जीवन पाउनेछौ भन्दै हुनुहुन्छ। आज के यो ईश्वरलाई तपाईँ आफ्नो हृदयमा निम्ताउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आजको दिन चाहिँ तपाईँको घरमा उद्धार आउनेछ। आजको दिन चाहिँ तपाईँको जीवनमा ख्रीष्ट येशू जन्मिनु हुनेछ। अनि तपाईँको पाप, तपाईँको अधर्मबाट तपाईँ अशान्तिमा हुनुहुन्छ भने तपाईँको हृदयमा, तपाईँको परिवारमा शान्तिले राज गर्छ। किनकि मैले बुझ्ने ईश्वर चाहिँ शान्तिको राजकुमार हुनुहुन्छ। आमेन। आजको दिन तपाईँको निम्ति छ। मैले तपाईँलाई प्रेमको विषयमा भने, तपाईँलाई परमेश्वरले जसले तपाईँलाई बनाउनु भएको छ उहाँले औधी प्रेम गर्नुहुन्छ। प्रेम गरेको कारणले उहाँले आफ्नो पुत्र येशू ख्रीष्टलाई यो संसारमा पठाउनु भयो। अनि आज उहाँलाई विश्वास गर्नुहुन्छ भने चाहिँ तपाईँको जीवनमा उद्धार छ। तपाईँलाई म अर्को कुरा अलिकति चुनौती छोडिकन जान चाहन्छु। तपाईँले बुझिसक्नु भयो होला, मुक्ति चाहिँ येशूमा मात्र छ, उद्धार चाहिँ येशूमा मात्र छ। अब म तपाईँलाई अलिकति चुनौती छोडिकन जान चाहन्छु। मेरो टाइम लगभग सकिन आँटो। तपाईँ र मेरो एक दिन इन्साफ हुनेछ। अनि त्यो इन्साफ चाहिँ यहाँ संसारमा भए जस्तो होइन। तिमीलाई म 5000 दिन्छु, मिलाइदेऊ न भने जस्तो हुँदैन। त्यहाँनिर त्यो इन्साफ हुँदै गर्दा चाहिँ एउटा जीवनको पुस्तक भनिने पुस्तकलाई खोलिनेछ। अनि जसको नाउँ त्यो पुस्तकमा लेखिएको छ ऊ चाहिँ उसलाई बनाउनुहुने परमेश्वरसँग अनन्तको निम्ति जानेछ। तर जसको नाउँ त्यो जीवनको पुस्तकमा लेखिएको छैन ऊ चाहिँ अनन्तको दण्डको भागी
भागीदार हुनेछ, जसलाई चाहिँ हामी नरक भनिकन भन्छौँ। अनि नरकमा चाहिँ कहिले नमर्ने किरा, आगो, गन्धक मात्र हुन्छ। अनि त्यहाँ चाहिँ तपाईँ र म अनन्तको निम्ति तडपिनु पर्ने हुन्छ। त्यहाँनिर चाहिँ तपाईँ र मेरो जीवन अनन्तको निम्ति डरलाग्दो हुन्छ। त्यतिखेर तपाईँले भन्न पाउनु हुँदैन, काश मैले येशूलाई संसार आउँदै विश्वास गरेँ। अब तपाईँले सुनिसक्नु भएको छ, यसरी भन्छ बाइबलले, हेर म ढोकामा उभिएर ढकढकाउँछु, यदि कसैले मेरो आवाज सुनिकन ढोका खोल्छ अनि म त्यो भित्र आउनेछु र तँसँग भोजन गर्नेछु र त्यसले मसित गर्नुहुनेछ। यो समय चाहिँ जतिजनाले मेरो आवाज सुन्दै हुनुहुन्छ, ख्रीष्ट येशूले मद्वारा भइकन तपाईँलाई भन्दै हुनुहुन्छ, तिम्रो हृदयको ढोका खोल, म तिमी भित्र आउँछु र तिमीसँग म बास गर्नेछु भनिकन भन्दै हुनुहुन्छ। यदि तपाईँ यो आवाजलाई सुनिकन नसुने जस्तै गर्दै हुनुहुन्छ भने, ठट्टा गर्दै हुनुहुन्छ भने, एक दिन तपाईँले यसको दण्ड चाहिँ भोग्नु पर्ने हुन्छ। अब तपाईँले भन्न पाउनुहुने छैन, मैले ख्रीष्ट येशूको बारेमा सुनेको छैन भनिकन। तपाईँ र मेरो निम्ति दुईटा ठाउँ छ जाने, एउटा स्वर्ग एउटा नर्क। स्वर्ग जानको निम्ति चाहिँ बाटो चाहिन्छ, अनि त्यो बाटो चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। म तपाईँलाई यो समय भन्न चाहन्छु, फेरि एकचोटि म दोहोऱ्याउन चाहन्छु, यदि तपाईँ थाक्नु भएको छ भने, तपाईँ धर्म गर्दा गर्दा थकित हुनुभएको छ भने, तपाईँलाई एउटा ईश्वरले बोलाउँदै हुनुहुन्छ, एकजना येशू भन्ने प्रभुले बोलाउँदै हुनुहुन्छ, आओ म कहाँ, म तिमीलाई विश्राम दिन्छु। यदि तपाईँलाई विश्रामको आवश्यक चाहिएको छ भने, यदि तपाईँ पापबाट क्षमा हुन चाहनुहुन्छ भने, यदि तपाईँ अनन्तको घरमा जान चाहनुहुन्छ भने, यदि तपाईँ स्वर्गीय राज्यमा प्रवेश गर्न चाहनुहुन्छ भने, आजको दिन नै तपाईँले येशूलाई प्रभु बनाउनुहोस्। आजको दिन चाहिँ तपाईँको निम्ति हो। यदि तपाईँहरू विश्वास गर्न चाहनुहुन्छ भने तपाईँले ख्रीष्ट येशूलाई तपाईँको प्रभु बनाउनुहोस्। हुन्छ, म आजको सन्देश यतिमा राख्न चाहन्छु। फेरि सबैलाई जय मसीह।